हेलो सेवानी सबैजनालाई गुड मर्निङ अनि वेलकम ब्याक टु माई युट्युब च्यानल है। र आज चाहिँ बिहानी भइसकेको छ होइन। अन्त त्यही हो, आज फ्रेस पनि भएको छैन है, मुख पनि धुएको छैन र पनि त्यतिकै उठेर यताउता डुल्दै थिएँ है। र आज त्यस्तो खास चाहिँ केही छैन भन्दा पनि आज चाहिँ मेरो गान्तोकमा एउटा होटेलमा फुड ट्रायल छ है। र फुड ट्रायलको लागि आज म गान्तोक जाँदैछु है। तपाईँहरूलाई गान्तोक जाँदाखेरि के कसो हुन्छ र कहाँनिर काम गर्छु र के गर्छु र कहाँ फुड ट्रायल दिनु गइरहेको छु है, म तपाईँहरूलाई बाटोमा देखाउने छु है। तपाईँहरूले आशा छ मलाई साथ सपोर्ट दिनुहुन्छ है। र मैले हिजो हालेको भिडियोमा है पनि तपाईँहरूले धेरै माया र साथ सपोर्ट देखाइदिनु भएको छ है। र म यही भन्न चाहन्छु कि कतिजनाले चाहिँ मेरो भिडियो खालि हेरिदिनु मात्रै हुँदो रहेछ, तर सब्सक्राइब गरिदिनु भएको छैन रहेछ है। जो जतिले पनि मेरो भिडियोलाई हेरेर सब्सक्राइब गरिदिनु भएको छैन, प्लिज 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 कृपया गरी मेरो भिडियोलाई साथ सपोर्ट गरिदिनु है। किनकि तपाईँहरूको सानो सपोर्टले गर्दाखेरि है मलाई नयाँ नयाँ भिडियोहरू ल्याउने है, नयाँ नयाँ के भन्छ क्रिएट कन्टेन्ट क्रिएट गर्ने मलाई के भन्नु एउटा जोस आउँछ है। र फेरि त्यसै गरी म तपाईँहरूलाई नयाँ नयाँ भिडियो देखाइरहने छु है। तपाईँहरूले यसरी नै मलाई साथ सपोर्ट देखाइदिनुहोस् है त। र हाम्रो गाउँको भ्यू चाहिँ कुछ यस्तो टाइपको हुन्छ है बिहान। यहाँबाट घाम यस्तो झुल्केर माथि आइसकेको छ है। म चाहिँ भने भर्खर उठेको, किनकि हिजो बेलुका ढिलो सुतेको थिएँ नि त। हाम्रो घर चाहिँ कुछ यस्तो टाइपको छ है। र त्यस्तो खासै राम्रो त छैन, र पनि अब आफ्नो घर हो, आफूलाई माया हुन्छ होइन। हाम्रो चाहिँ घर चाहिँ कुछ यस्तो टाइपको छ है त। हाम्रो घरबाट चाहिँ कुछ यस्तो डाँडाहरू देख्छ है। नामथाङ बजार माथि छ, नामथाङ बजार है त। र फ्रेन्ड्स म चाहिँ है फ्रेसेस भएर पनि निक्लिसकेँ। र आजभोलि चाहिँ अब गान्तोक जानुपर्ने काम छ है। र आज चाहिँ गान्तोकतर्फ जानुपर्ने छ, त्यही भएर फ्रेसेस भएर निक्लिसकेँ। त्यही हो, आज गान्तोकमा गएर अलिकति काम छ हल्का फुल्का होइन। यस्तो डरलाग्दो काम पनि होइन, तर मेरो फुड ट्रायल छ, फुड ट्रायल दिन्छु है। र के कस्तो हुन्छ सबै कुरा ठिकठाकै मिलेछ भने काम गरिहाल्छु होइन। र अब त्यही हो, सेलेरी मिलेन भने त्यही हो एज युजल, अब गाउँ बस्ती डुल्ने हो केही छैन। र पनि ब्लगलाई कन्टिन्यू गर्छु है। र अब सकेछु भने चाहिँ म डेली ब्लग छान्ने सोचिरहेको छु है। र त्यही हो, सबैले अब साथ सपोर्ट पायो भने र माया देखाउँदै जानुभयो भने म डेली ब्लग्स पनि हाल्छु है। र हेलो एन्ड नमस्ते, फेरि पनि वेलकम ब्याक है। अब चाहिँ म घरबाट निक्लेको है, घरबाट निक्लेर फिलहाल घरबाट निक्लिसकेँ है। अब घाम चाहिँ आज चाहिँ खतरनाक लाग्ला जस्तो छ, त्यही भएर चाहिँ ग्लास लगाएर चाहिँ आज चाहिँ लाग्देको बाटो होइन। अब के गर्नु, आफ्नो आफ्नो बाटो लाग्नै पर्छ हो, नगरी पनि भएको छैन, के गर्नु। अब यस्तै हो, के गर्नु, सबैले आफ्नो आफ्नो बाटोहरू रोज्नै पर्छ होइन। अब कसै सबैजना फेरि यस्तो हुँदा फेरि सबैजना एउटै फिल्डमा लागेर पनि भएन होइन। त्यही भएर आफ्नो आफ्नो
रोज्नै पर्छ। त्यही भएर मैले आफ्नो फिल्ड रोजेँ। त्यही भएर आज ट्रायलको लागि जाँदैछु है त। र आज भने चाहिँ फेरि पनि गान्तोकतर्फ हिँडिसकेँ है। यही हो आज प्रेज द लर्ड है। प्रभुको आशिष माथि भएको होस् है। आज चाहिँ फुड ट्रायल मैले अघि तपाईँहरूलाई भनिसकेको छु है। आज मेरो फुड ट्रायल छ भनेर है। र यो बाटो चाहिँ मेरो घरदेखि रोड निक्लिने बाटो हो। रोडदेखि चाहिँ घर अलिक तलमुनि छ है। त्यस्तै 2-3 मिनट लाग्छ भनौँ न है। अब जाँदैछु आज चाहिँ है। आज फर्स्ट मेरो फुड ट्रायल छ। फुड ट्रायलको लागि म जाँदैछु। तपाईँहरूलाई त म देखाउन सक्दिनँ होला फुड ट्रायलमा है। किनभने आफ्नो होटेलको आफ्नो नियम हुन्छ है। म देखाउन सक्दिनँ होला। र पनि केही छैन, तपाईँहरूलाई जति सक्दो चाहिँ म देखाउँछु है। हाम्रो घर जाने बाटो चाहिँ कुछ यस्तो टाइपको छ है। यस्तो बाटो हिँडेर निक्लिनुपर्छ है। हाम्रो घरदेखि रोड निक्लिने बाटो चाहिँ हाम्रो गाउँ चाहिँ यस्तो है। हाम्रो घरमाथिको रोडहरू चाहिँ कुछ यस्तो टाइपको छ। हाम्रो घरको रोडहरू चाहिँ भर्खरै पेलाइ भएको भन्दा पनि त्यस्तै 5-6 वर्ष भयो हाम्रो रोड पेलाइ भएको होइन। हाम्रो घर जाने बाटो चाहिँ कुछ यस्तो टाइपको छ। जे होस् अब हाम्रो रोडमा आइपुगेँ म है। के छैन, दुःख गर्दै भए पनि रोडसम्म आइपुगेँ। हाम्रो घरको रोड चाहिँ यस्तो छ है त। हेर्नुहोस् है त। भन्नु चाहिँ यो चाहिँ भर्खरै पेला भएको चाहिँ कसैले पनि भन्दैन है। किनकि खै अब ठुलो गाडी हिँडेर यस्तो भएको भन्छ है। तर एउटा लभली होम है बाटोको छेउमा। म चाहिँ यो बाटो भएर हिँडेर जानुपर्छ है। हामी यो बाटो धेरै स्कुल टाइम्समा धेरै हिँड्यो है। यो उकालो ओह्रालो धेरै गरियो। मजा आउँछ के गर्नु। स्कुल टाइम्सहरूको याद आउँछ होइन। स्कुल टाइम्सहरूको धेरै याद आउँछ। आई मिस दोस स्कुल टाइम्स है। यो कालोमा ढिलो भएको बेलामा यो 1300 बाटो यस्तो कुद्थ्यो कि हामी ढिलो भएको बेलामा। तर केही छैन, यादगार दिनहरू हो। त्यही हो साथीभाइ। आज गान्तोकतर्फ लागेँ म चाहिँ। केही छैन, अब सबैजनाले आफ्नो फिल्ड रोज्नै पर्छ। जाँदैछु। मैले चाहिँ गाडी चाहिँ यहाँदेखि पाउँछ है त। यहाँदेखि चाहिँ अब सबैजना हाम्रो ड्राइभर दाजुभाइहरू त्यहाँ हुनुहुन्छ होला। छैन भने केही छैन, पम्पकबाट गाडी धेरै आउँछ है। जानुपर्छ त्यसमा। र हेलो सबैजनालाई है। म चाहिँ अहिले चाहिँ फिलहाल गान्तोकबाट फर्केर है घरको माथि छु है। त्यही हो, यदि तपाईँहरू न्यू हुनुहुन्छ भने मेरो च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सनु होला।